बिहे हुन्छ कि डर लाग्छ नि त होइन। मैले पनि भ्यागरलाई बाल बिहे हुन्छ कि अहिले रहर लाग्छ, यो उमेरमा चाहिँ रहर नै लाग्छ सानो सानो हुँदाखेरि। मैले पनि भ्यागरलाई बाल बिहे हुन्छ कि अहिले रहर लाग्छ फेरि पछि मन रुन्छ कि। दुःख भयो भने मन रुने हुन्छ। हाम्रो आमाहरूले गाउँघरमा के हुन्छ भने अब सानो सानो फलानुको छोरी राम्री छे सोझी छे उसको छोरीलाई माग्नुपर्छ भन्ने हुन्छ। त्यो चाहिँ नगर्नु होला। अनि आफ्नो बच्चा बच्चीको भविष्यमा ध्यान दिनु होला। सबैले हाम्रो बच्चा बच्चीको लागि सोच्नुपर्छ। मैले थोरै यति मात्र भने, मैले ढिलै भयो भने सबैलाई नमस्कार गरेँ। नमस्कार सबैलाई, नमस्कार गरेको। बाल विवाह मुक्त तथा 100% विद्यार्थी विद्यालय भर्ना अभियान ओडा घोषणा कार्यक्रममा पाल्नुभएका हाम्रा सभाध्यक्षज्यू, प्रमुख अतिथिज्यू, विशेष अतिथिज्यू र देशमा आसन ग्रहण गर्नुभएका सम्पूर्ण अतिथिज्यू र यहाँ उपस्थित हुनुभएका